ग्यारेन्टीका साथ भन्छु कि यो कहानी सुनेर तिम्रो जिम जानलाई तल्पिनेछौ। शैलेशले जिम जोइन गरेको 1 इयर जति हुन लाग्यो। उसले जिम जोइन गर्नुभन्दा अघिबाट नै त्यहाँ कपल थिए। यो कहानीको लागि उनलाई शिव र पार्वती भनौँ। शिव र पार्वती सँगै आउने जाने वर्कआउट गर्ने गर्थे। शिवको चाहिँ जिममा धेरै साथीहरू थिए, खास गरी सन्तोष। शिव अरू साथीहरूसँग बोल्दै गर्दा सन्तोष जहिले पनि पार्वतीसँग कुरा गरिरहेको हुन्थ्यो र शिवले पनि यो कुरा थाहा पाए पनि नथाहा पाए जस्तो गर्थ्यो, वास्ता नै गर्दैन थियो। अब यस्तै चलिरहेको थियो। एक दिन चाहिँ शिवको श्रीमतीले थाहा पाएछ। शैलेशलाई नि त्यही दिन थाहा भयो कि राम त विवाहित पो रहेछ। शिवको बुढीले यो कुरा थाहा पाइसकेपछि जिमको बाहिर नै पार्वतीसँग झगडा पर्यो र त्यसको भोलिपल्टबाट शिव कम्प्लिटली जिम आउन बन्द गर्यो। तर पार्वती भने पहिले जसरी जिम आउन थाली, लाइक केही भएकै होइन। खेर 2-3 दिनपछि जिम सकेर शैलेश र उसको साथी घर आउँदै थिए। त्यति बेला तिनीहरूले पार्वती र सन्तोष डेट गएको देखे। शैलेशको साथीको टेस्टोस्टेरोन धेरै भएर होला अचानक हात हल्लाइ हे सन्तोष गुड बाई भनिरहेको थियो, जसले गर्दाखेरि उनी दुईजना एकदमै लज्जित भएका थिए। बाँदरले आफ्नो पनि घर बनाउँदैन र अरूको पनि घर बस्न दिँदैन भनेको यही हो। सोचिरह होला म पनि जिम जोइन गर्छु, म पनि गर्लफ्रेन्ड बनाउँछु भनेर। पैसा छ गोजीमा छाम त।